नमस्कार सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरुमा। आज म तपाईहरुलाई एउटा पोप्पो सम्बन्धी एउटा भिडियो लिएर आएको छु। मैले धेरै ठाउँमा देखे दिदीबहिनीहरुले पोप्पो चलाउन चाहनुहुन्छ तर उहाँलाई थाहा छैन, सिकाइदिने मान्छे छैनन्, छिमेकमा कोही अलि जान्ने सुन्ने छैनन् जसले पोप्पो चलाएर अलिकति केही समय भएका छरछिमेकहरु नभएको भएर उहाँहरूले धेरै ठाउँमा यो गुनासो गरेको मैले देखे। त्यो भएर मैले चाहिँ एउटा पोप्पो कसरी ओपन गर्ने, कसरी यसको आईडी क्रिएट गर्ने भन्ने अर्को भिडियो बनाउँछु। यो खाली पोप्पो कसरी डाउनलोड गर्ने भन्ने विषयमा मात्रै मैले आज एउटा भिडियो बनाउन लागेको छु। ती दिदीबहिनी जसलाई चाहिँ पोप्पोको बारेमा केही पनि थाहा छैन, म सिरियल बाइ सिरियल, वन बाइ वन के रे 25-26 वटा भिडियो ल्याउने गरेको छु। मेरो भिडियोहरु त्यति लामो हुँदैन। राम्रोसँग ध्यान दिएर हेर्नुभयो भने तपाईहरुले पोप्पोमा राम्रो इन्कम गर्न सक्नुहुन्छ। धेरै दिदीबहिनीहरु अहिले टिकटक भन्दा फेसबुक भन्दा धेरै पोप्पोमा व्यस्त हुन थाल्नु भएको छ र उहाँले कमाई पनि राम्रै गरिरहनु भएको छ। त्यसैले मैले ती दिदीबहिनी दाजुभाइ जसले पोप्पोको बारेमा केही थाहा छैन उहाँहरूलाई म छोटा छोटा भिडियोहरु बनाउँछु भनेर मैले भनिसके। अब पोप्पोको लागि के गर्न पर्यो भने एउटा पोप्पो डाउनलोड गर्ने लिंक म यही भिडियोको तल राखिदिन्छु। त्यो भिडियोमा गएर पोप्पो डाउनलोड गर्नु। पोप्पो डाउनलोड गरिसकेपछि तपाईको मोबाइल स्क्रिनमा यस्तो इन्टरफेस आउँछ द पोप्पो लाइभ भनेर। यो पोप्पो लाइभलाई तपाईले टच गर्ने। टच गरिसकेपछि तपाईको त्यहाँ अब यो फेसबुकबाट खोल्ने कि गुगलबाट खोल्ने, यो दुईटा अप्सन तपाईहरुलाई देखाउँछ। त्यसपछि तपाईले के गर्न पर्यो नि, अब गुगलबाट खोल्ने भने गुगलमा टच गर्न पर्यो र फेसबुकबाट खोल्ने भने फेसबुकबाट खोल्न पर्यो हैन। अब मैले यहाँ एउटा यो भन्दा पछाडी अर्को एउटा भिडियो बनाउँछु म तपाईहरुलाई। यहाँसम्म चाहिँ पोप्पो डाउनलोड कसरी गर्ने र पोप्पोको इन्टरफेस कस्तो देखिन्छ र पोप्पोको अहिलेसम्म पोप्पोको पनि नजान्नु भएको दाजुभाइ दिदीबहिनीहरुलाई यतिसम्म मात्रै एउटा भिडियो बनाए मैले। अनि यो कसरी डाउनलोड गर्ने भन्ने कुरा म यसको चाहिँ द लिंक म चाहिँ यही भिडियोको तल हाल्दिन्छु, डिस्क्रिप्सनमा हाल्दिन्छु या त फर्स्ट कमेन्टमा हाल्दिन्छु। त्यसलाई क्लिक गरेर तपाईले डाउनलोड गर्नु। डाउनलोड गरिसकेपछि बस यति आएपछि तपाई रोक्नु होला। त्यसपछि तपाईहरुलाई अब आईडी क्रिएट कसरी गर्ने भन्ने कुरा चाहिँ म अर्को भिडियोमा सिकाउँछु। यसमा चाहिँ बस यति पोप्पो भनेको यही सोशल मिडियाबाट एउटा इन्कम गर्ने एउटा माध्यम हो र धेरै जनाले राम्रो इन्कम गरिरहनु भएको छ। त्यही अलिक समय दिन सक्नुपर्छ तपाईहरुले। राम्रो आम्दानी गरिरहनु भएको छ। धेरै दिदीबहिनीहरुले विशेष गरेर छोरा दाजुभाइ भन्दा दिदीबहिनीहरुले चाहिँ राम्रो प्रगति गरिरहनु भएको छ। किनभने केटाहरुलाई चाहिँ यसमा चाहिँ कस्तो छ भने 5 लेभल पुगेपछि मात्रै लाइभ बस्न मिल्ने, बोर्ड खोल्न मिल्ने छ हैन। अब लेडिजहरुलाई के छ भने फ्यामिली युजरहरुलाई चाहिँ उहाँहरु जोइन हुनासाथ उहाँहरुको इन्कम पनि सुरु हुन्छ र उहाँहरुले लाइभ पनि बस्न पाउनुहुन्छ, बोर्ड खोल्न पाउनुहुन्छ। त्यही भएर उहाँहरुलाई चाहिँ गिफ्टिङ आइसकेपछि उहाँहरुले राम्रो कमाई गर्नुहुन्छ, गरि पनि रहनु भएको छ। कति जनाले पैसा निकाल्नु भएको छ। मैले कति जनालाई सिकाइदिएको छु यसरी यसरी निकाल्न पर्छ पैसा, अथवा अब पैसा निकाल्ने कि कोइन एक्सचेन्ज गर्ने कि यो सबै विषयहरुमा तपाईहरुलाई अहिले भन्यो भने माइन्डले क्याच नगर्न सक्छ। छोटो भिडियो सम्बन्धित विषयमा मात्र केन्द्रित रहेर म बनाउँछु। ती अरु विषयहरु अरु भिडियोमा आउँछन्। यो भिडियोमा यति पोप्पो भनेको के हो, पोप्पो कसरी डाउनलोड गर्ने भन्ने बारेमा मात्रै हो। अब यति सकेपछि यो भन्दा अर्को भिडियो तपाईहरुलाई चाहिँ मैले पोप्पोमा आईडी कसरी क्रिएट गर्ने भन्ने बारेमा सिकाउँछु। त्यतिन्जेलहरु धैर्य गरेर बस्दिनु होला। धन्यवाद। थ्यांक यू।